नमस्कार है। यहाँलाई हार्दिक स्वागत छ। घाम छ, वातावरण त्यति राम्रो छैन तापनि तपाईँहरूलाई मैले धेरै समूहहरू धेरै व्यक्तित्वहरू तपाईँहरू जम्मा भएको देखेँ मैले। र मलाई के महसुस भयो भने तपाईँहरू थोरै मान्छे धेरै मान्छे भन्दा पनि एकै ठाउँमा मान्छेहरू भएको कारणले तपाईँहरूले केही ट्राफिक नियम भनेदेखि यसले पक्कै पनि तपाईँहरूलाई यसले सहज हुन्छ, यसले तपाईँलाई सघाउ पुग्छ र हाम्रो पनि ट्राफिक व्यवस्थापनदेखि सवारी दुर्घटना कम हुन्छ उद्देश्यले म आफ्नो ड्युटी छोडेर पनि तपाईँको यो स्थानमा आएको हो। र यहाँ हाम्रो आदरणीय सरहरूले पनि तपाईँहरूको लागि केही भूमिका निभाउँदै हुन्छ। म धेरै धेरै उहाँलाई धन्यवाद र बधाई दिन चाहन्छु। र हामीले मात्रै म छोटो समयमा छोटो शब्दमा तपाईँलाई एकै शब्दमा भन्छु, यसले नै हो तपाईँको हाम्रो घर परिवार, हाम्रो समाज, यो देश, यो राष्ट्रलाई हामीले सुरक्षा दिने। यो अहिले भयावह स्थिति हो, कोरोना भाइरस भन्दा पनि भयावह स्थिति भएको छ हाम्रो ट्राफिक नियम उल्लङ्घन गरेर। कारण सबैभन्दा गल्ती भनेको चाहिँ म चालकलाई तपाईँले मात्रै गर्नु हो त भन्दिनँ, तर सबैभन्दा दुर्घटना कम गर्ने उपाय भनेको हामी चालकबाटै हो। हामी चालकले सवारी दुर्घटनाबाट बच्ने उपायहरू जति पनि निर्माण गरेका छन्, ऐन नियमहरू पालना गर्नुपर्ने छ। नियमहरू तपाईँहरूलाई सिकाएको छ, लाइसेन्स दिँदाखेरि तपाईँहरूलाई नियमहरू धेरै अवगत गराएको छ। यी मात्रै पालना तपाईँहरूले गर्नुभयो भने सवारी दुर्घटना 17 सेकेन्डमा विश्वमा एउटा व्यक्तिको मृत्यु हुन्छ। नेपालमा मान्छे 7 जनाको मृत्यु हुन्छ। त्यो घटाउनको लागि चाहिँ पक्कै पनि मद्दत पुग्नेछ। 1 नम्बरमा ओभरटेक नगर्ने, दोस्रो नम्बरमा ओभरलोड नबोक्ने है, तेस्रो नम्बर सवारी कागजपत्र नबोक्ने। यी कुराहरूलाई चाहिँ मध्यनजर गरेर पालना गर्नुभयो भने मात्रै सवारी दुर्घटना कम हुन्छ। र सडकमा हिँड्दाखेरि तपाईँको ओभरटेक गर्दै तछाड मछाड गर्दै अनि अर्को टिप भ्याइन्छ भन्ने उद्देश्य राख्नुभयो भने पक्कै पनि सवारी दुर्घटनामा हामी बच्न सक्दैनौँ। त्यसले गर्दा ढिलो गर्ने तर दिगो काम गर्ने है, अनि उमेर समूह पार गरेपछि मात्रै लाइसेन्स प्राप्त गरेपछि मात्रै यी सवारी साधन कुदाइयो भने सवारी दुर्घटना एकदमै कम हुन जान्छ। त्यो भनेको के हो त भन्दा हाम्रो सन्तान, हाम्रो बालबच्चा, हाम्रो आमा बाबु, हामी सबैलाई सुरक्षित बनाउनु हो। यो सामान्य कुरा छैन। तपाईँ हाम्रो लापरवाहीले गर्दाखेरि सवारी दुर्घटनाबाट चाहिँ विभिन्न मान्छेहरूको जनजनको क्षति भएको अवस्था छ। यो घटाउने भनेको ट्राफिक प्रहरी एउटा संस्था, एउटा व्यक्ति, एउटा राष्ट्र होइन। यो स्वयं चालक हामी र पहिलो ल्यात्रुले बाटोमा हिँड्दाखेरि अपनाउने सावधानी भयो भनेदेखि दुईटै कुरा चाहिँ मिल्यो भनेदेखि चाहिँ सवारी दुर्घटना एकदमै कम हुनेछ। त्यसैले गर्दा म के आग्रह गर्न चाहन्छु भने अब आगामी दिनमा तपाईँले भोगेका समस्याहरू र ट्राफिक नियमहरू पालना गर्नुपर्ने कुरा, नियम सुनेका कुराहरू अनि तपाईँलाई सिकाएका कुराहरू मात्रै तपाईँले पालना गरिदिनु भयो भने तपाईँले सवारी दुर्घटना न्यूनीकरणमा अत्यन्तै ठुलो महत्त्वपूर्ण भूमिका रहनेछ र हामीले त्यो झनको क्षतिबाट हामी